तँलाई मैले पर्सनल नम्बर म दिदिन हैन। यो घटनाले सम्पूर्ण नेपालीहरूलाई निकै स्तब्ध बनाएको छ। उहाँको आत्माले शान्ति पाओस्, साथै परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्। उनीमाथि यतिसम्मको अपराध गरिएको रहेछ कि यतिखेर उनका सबै नाली बेलीहरू स्पष्ट भएका छन्। उनका आफ्नै जन्म दिने बाबुले समेत खुलाएका छन्। यो भिडियो क्लिप्स तपाईहरु सुन्नुहोस्। फोनबाटै धम्की, गाली गलोज जस्ता शब्दहरू उनीमाथि प्रहार हुँदा रहेछन्। कलाकार आचल नाथको मृत्यु निकै शङ्कास्पद रूपले भएको यतिखेर बाहिरिएको छ। अपराधीलाई कडाभन्दा कडा कारबाही होस्। यो भिडियोलाई जति सक्नुहुन्छ सेयर गरेर सम्बन्धित निकायसम्म पुर्याउने प्रयास गरिदिनुहोला भन्न चाहन्छु म। उनी निकै पीडित भएको खुलेको छ। यतिखेर आगलागी हुनुभन्दा पहिला आचल नाथलाई उनकै साथीहरूले फोन गरेर आफ्नो रुममा बोलाएका रहेछन्। उनको लफडा 8-9 महिना अघिदेखि नै चलेको रहेछ। यो क्लिप सुन्नुहोस् तपाईहरु। हैन तिनीहरुको चाहिँ पहिलादेखि 10-8-9 महिनादेखि पहिलाको कुरा हैन। आचल नाथलाई फोनबाटै धम्की आउने अनि पर्सनल नम्बर माग्ने जस्ता गतिविधिहरू पहिलेदेखि नै चलिरहेका रहेछन्। तर उनले नम्बर नदिँदा निकै धम्की आउने गर्दा रहेछन्। यो क्लिप आचल नाथको मुखबाट तपाईहरु सुन्नुहोस्। उनले यसरी सुनाएकी छिन्। मेरो बस्नलाको घर बर्बाद गरेर उनलाई पूर्ण रूपमा योजनाबद्ध र प्लानिङ गरेर नै यो घटना घटाइएको रहेछ। किनकि यी सबै प्रक्रिया, यी सबै गतिविधिहरूले यो स्पष्ट हुन आएको छ। उनले आफ्नै मुखबाट खोलेकी छिन्। यहाँ अर्काको प्रगति हेरेर जल्नेहरू धेरै रहेछन्। त्यसकारणले गर्दा यतिखेर उनी माथि यस्तो अपराध गरेर मोटीतेल हालेर आगो लगाइएको रहेछ। यतिखेरका प्रमाणहरूले यस्तै बताइएको छ। अपराधीलाई छिटोभन्दा छिटो कारबाहीको दायरामा लिनुपर्छ। किनकि नेपालमा यस्ता हत्या, हिंसा र बलात्कारी जस्ता केसहरू अन्त्य हुनुपर्छ। आचल नाथ मात्र होइनन्, यस्ता धेरै केसहरू, यस्ता धेरै घटनाहरू नेपालमा घटेका छन्। निर्मला पन्तको पनि अहिलेसम्म न्याय मिलिरहेको छैन। तपाईहरु सबै ठाउँबाट आवाज उठाउनुहोस्। साथै यो भिडियोलाई जति सक्नुहुन्छ सेयर गर्नुहोस्। किनकि यस्ता घटना फेरि नदोहोरिउन् भन्न चाहन्छौँ हामीहरू। धन्यवाद।